पाल्पारामपुर वडा नम्बर 5 मटेरी कान्जी हाउसमा अहिले हामीले चाहिँ अर्गानिक खुदो ल्याएका छौँ। हजुरहरू पनि तातो अर्गानिक खुदोको लागि सम्पर्क गर्नु होला। दाजु हजुरलाई केही भन्नु छ? दाजु खुदोको विषयमा केही छ? बाक्लो छ है, पोहोर भन्दा अझै राम्रो अहिले हामीले एकदम ल हजुरलाई धन्यवाद। नमुना खुदो गराउन खोजिरहेको छौँ। एकदमै अर्गानिक खुदो, काली गण्डकीको चिसो स्पर्शले हानेको औँखुहरू अर्गानिक गौशालाबाट हामीले चाहिँ अर्गानिक मोलबाट चाहिँ उत्पादित यो खुदोलाई हजुरहरूले चाहिँ आउनुहोस्, स्वाद लिनुहोस् अनि लानुहोस्। तातो अदौरो पनि खाने बेला भएको छ, भुर्लुक उम्लिया छ। असाध्यै राम्रो मिठो, पुरै सालको यो अर्गाठ दाउराहरूले पोलेको पकाएको यो खुदो रसेटामा यसरी। ल हजुरहरूलाई स्वागत छ। हजुरहरू पनि आउनुहोस्, अर्गानिक खुदो लान सक्नुहुन्छ। खानुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, आनन्दित रहनुहोस्, आफ्नो शरीरको केयर गर्नुहोस्। यो बल्ल पाएको मनुष्य जुनीलाई सार्थक बनाउनुहोस्। ल हेर्नुहोस् यसरी हाम्रो आँखु पेल्ने काम भइरहेको छ। हजुरहरू सबैजनालाई स्वागत छ। अहिले हामी पाल्पारामपुर वडा नम्बर 5 मटेरी कान्जी हाउसबाट बोलिरहेका छौँ। यहाँ